Guys, I am going to Pokhara tomorrow early in the morning, and this is how my room looks like at the moment. We are also going planning to go to Mardi Trek, so I will plan accordingly and show you my packing at the end. Hi guys, I'm currently at Mascom Resort waiting for our bus, and my luggage are over here. And I am all set to go to Pokhara and Mardi. See you soon. Hi guys, we are all set to go to meeting and now we are leaving our holy laws. Bye. See you there. ल ladies, everyone ready? कसैलाई केही भन्नुपर्ने छ? We are all set to go. No sleep at all. No sleep. Fresh morning. फ्रेस मर्निङ एकजना चाहिँ धेरै सुतेको वाला छ है. We are all set to go to meeting, and before that we are going for our breakfast. मुख्य आवश्यकता र रोगका उपचार समेट्ने विस्तृत उत्पादनसम्म मुटु रोग, पेट रोग, नसा रोग, मानसिक रोग, छाला रोग, पिसाब सम्बन्धी रोग, विभिन्न संक्रमण नियन्त्रण र श्वास प्रश्वास मार्दी ट्रेक जानको लागि यो मिटिङ भइरहेछ हाम्रो सबैजनाको. I am here. As we are all set to go to Mardi Trek, and our trekking journey starts from here. रोडको बिचमा रोकिदिएको छ होइन. अब कताबाट जाने नि त आएन कि कहाँबाट जाने हो त अब सोधौँ. Guys, now we are about to start our journey from Tade. We just finished our tea time. So hi guys, we are on the way to Mardi Trek. अनि हामीले चाहिँ 11:10 बजे स्टार्ट गरेको थियौँ. So now it is 11 o'clock in the morning. And let's get started. This is the trail to go to Mardi. Yay! Okay, this is a trip to Mardi. भर्खर हामी around 1 घण्टा हिँडिसकेका छौँ र अबको आजको हाम्रो टार्गेट चाहिँ फरेस्ट बेस क्याम्प र यस क्रममा हामी 6 जना साथीहरू हिँडिरहेका छौँ. Having a wonderful time with wonderful people. Next. Sir, this is your first trek. कस्तो feel हुँदो रहेछ भन्नु त? Obviously, trek wise, it's my first trek. I'm pretty enjoying this moment. यो फर्स्ट ट्रेक भएको पनि जस्ट आई वान्ट टु जस्ट मलाई लाइफको यो नयाँ एक्सपिरियन्स छ. हिँड्न त सबैले अब हिँड्ने कुरामा तर्साइरहेको छ होइन. प्लस आई एम ह्याभिङ प्रिटी बिग ब्याग बट अल्सो आई एम इन्जोइङ माई दिस ट्रिप. ओके, थ्याङ्क यू फर योर फिडब्याक. टिका कस्तो भइरहेछ? रमाइलो भइरहेछ. Enjoying the moment. See tomorrow, but tonight go crazy. Wake me up, apa cha, apa cha, apa cha, apa cha, apa cha, apa cha.
ल के भयो रोशन ल त्यो भेट्यो अब यहाँ काठमाडौँमा चाहिँ भेट्दैन यहाँ चाहिँ अलिअलि भेट्न थालेछ देख्न थालेछ एज वी नो वी आर द टिम अफ 6 हामी ट्रेकिङको लागि जाँदैछौँ अब लगभग कति 20 मिनटमा पुग्छौँ होला अस्ट्रेलियन बेस क्याम्प वी आर इन्जोइङ एलोङ विथ द भ्यू हिँड्दैछौँ ऊ यसरी ऊ यहाँ हेर्नुहोस् हाम्रो म्याक्सिमम लोड बोक्ने उहाँले यस जिमर अफ आवर टिम विथ हाम्रो सास improve the scene is okay त्यसमा से के अब त्यसलाई भन्छ यहाँ 42 इन्चको छाती है होइन 43 रे एक ल सरी 1 इन्च घटाइदिए तर उहाँ चाहिँ लास्टै जिम लभर त्यही भएर नि उहाँलाई अलिकति लोड धेरै दिएको छौँ उहाँको आज स्टामिना र मसल मास टेस्ट हुँदैछ आज रियल टेस्ट अब जिम गरेको त्यो देखाउनु पर्यो नि यो कुरा टेस्टमा चाहिँ म कसैलाई के भन्छ फर्स्ट रोड नदिने विचारमा ल हेर्नुहोस् है उता भ्यू है देखिरहेको छ त्यहाँ अगाडि हिमालको कुन हिमाल हो त्यो हरियो टिन देखिरहेको छ तिनको माथि यिनीहरूले हिमाल देखाएर मलाई हेर यहाँ भन्छ थाहा छैन भने त्यसलाई गोबर भन्छ त्यस्तो फेस प्याकमै युज गर्न मिल्छ ओके यस हिमालको भ्यू सबैको जीवन मलाई लिरिक्स आएन अब Is this the best camp? Oh, yeah ABC oh. हेलो यात्रा एकदम रमाइलो भयो अनि आज अहिले कता तपाईँ अहिले हामी यो दुध खर्क फरेस्ट क्याम्प पुग्यो कि पुगेन फरेस्ट क्याम्प हामी 1 घन्टाले पुग्न सकेन तर भोलि हामी सिधै हाई क्याम्प जान्छौँ हामी फरेस्ट क्याम्प होइन भोलि सिधै हाई क्याम्प ओके ल सर हजुरको फिडब्याक feedback on that, but it's my first trek. Excited, tired, the mixture of the everything. मिक्सर अफ एभ्रिथिङ अनि अब कसको पालो रितिका ल के छ रमाइलो भइरहेछ यो ट्रेक चाहिँ एकदम ब्लेन्ड अफ 2 ट्रेक्स जस्तो भयो कि मेरो चाहिँ त्यो बाटोभरि फ्ल्यासब्याक्स अफ एभरेस्ट बेस क्याम्प र कापुचे दुइटै रमाइलो भयो रमाइलो थियो अलि हेल्थले साथ दिएन तर स्टिल मेड इट यता दुध खर्कमा भोलि हामी हाई क्याम्पको लागि टार्गेट गर्दैछौँ ओके ओके भोलि पुगिन्छ मामी माथिसम्म ओके त्यही हो रमाइलो छ अनि यता भुइँमान्ठालाई एकछिन नहेरौँ रोशन के छ तपाईँको के छ भन्नुपर्ने अलिक इङ्ग्लिसमा जाओस् उहाँको इङ्ग्लिस खतरा छ होइन के अरे भन्नु न इङ्ग्लिस भन्नु पर्दैन आफूलाई कम्फर्टेबल लाग्ने ल्याङ्ग्वेजमा कस्तो भयो आजको रिभ्यू प्रेजेन्टेसन दिने याद छ नि त तिमीलाई इङ्ग्लिसमा दिन्थ्यो नि हामी नेपाली बोलिरहेको हुन्थ्यो ऊ चाहिँ पुरै त्यो रिभ्यू दियो भन्छ बेकार भिडियो लम्बाइरहेको छ यिनीहरूले माग्दै हुनुहुन्छ अब रिभ्यू यतिकै बुझ्नु भइहाल्यो हाँसी मजाकमै भिडियो राम्रै भयो कुराकानी गर्दै आयौँ तपाईँको बेस्ट पार्ट के थियो आज बेस्ट पार्ट
टिममा यसरी साथी नयाँ साथी पाउनु भएको छ कस्तो एक्सपिरियन्स भयो होइन उहाँ नयाँ साथी होइन उहाँको साथ कस्तो लाग्यो तपाईँलाई धेरै मजा यार मजा अनि elaborate धेरै मजा गर्नु किन पर्यो। मान्छे छ नट ओन्ली द्याट रोशन सरसँग यसरी कुरा गर्न सकिएको थिएन आज यस्तो मजा किन केले रोकिरहेको थियो केले केले केही न केही धरार थियो कि केही न केही पर्खाल थियो आज त्यो पर्खाल टोडियो के थियो चाहिँ भन्न सक्दिनँ म केही न केही चाहिँ थियो क्या आजको आज हामीलाई धेरै रमाइलो रोशनले भयो। सिकाएको कोचिङ एकदम राम्रो थियो वान अफ द आवर टिचर We are grateful. गुरु वर्गले हामीलाई एउटा ज्ञान दिनुभएको छ खै गुरुको अनुहार हेरौँ त गुरु ए गुरु भोलि हामी रातो सेतो ध्वजा राखेर लिएर आएर उहाँलाई पूजा गर्ने अरूहरूले भोलि गर्छ भने म पर्सि त्यहाँ आयो त्यहाँ ठ्याक्कै त्यहाँ पोइन्ट भ्यूमा गएर सम्मानित सम्मान गरेर गर्नेछु उहाँलाई होइन गुरुको अब कहाँ हाम्रो क्लास सिधेकै छैन आज बल्ल सेसन 1 भइरहेछ अब भोलि पनि त्यो कन्टिन्यू हुन्छ हामी कति ज्ञान लिन सक्छौँ म्याक्सिमम ज्ञान लिन खोज्छौँ ठिक छ रोशन होइन वी आर इन्जोइङ ल भुइँमाटा के छ भुइँमाटा के छ भन्नुपर्ने भिडियो हो अब यो त यसरी उसको फिडब्याक हाल्दाखेरि आइहाल्यो नि अनि त्यो के हो त त्यसमा अनि हामीले त्यो ऊ भरे त हो नि त्यो धुलोहरू अघिनको कागजको कागजको धुलो भरे त हो नि के रे बाबा केही छ भन्नुपर्ने मेरो केही छैन बाबु वन घुम्न आएको त्यही हो नै तपाईँ पनि घुम्न आयो कहाँ हो र घर तपाईँको मेरो कालीमाटी कालीमाटी कहाँको कालीमाटी तल यो पनि कालीमाटी के हो काठमाडौँको कालीमाटी के भन्ने तपाईँहरू मेरो तपाईँहरू सँगसँगै रहेछ कालीमाटी कस्तो भइरहेछ बा इन्जोय गरेर रमाइलो भएछ हाम्रो साथ हामीलाई तपाईँलाई एउटा प्रश्न छ जीवन के हो बा जीवन भनेर चाहिँ के हो जस्तो लाग्यो तपाईँलाई यसो डिप पनि नजाम क्या यस्तो हो क्या बुवा जीवन भनेको अर्कै हाँसो भइसक्यो जीवन भनेको अनि के हो त मैले जान्दिनँ तपाईँले भनिदिनु सिकाइदिनु ए ल ल ल ल अब मेरो फिडब्याक चाहिँ कस्तो भन्दाखेरि एकदमै बबाल ट्रेक पहिलोचोटि होला यस्तो गाह्रो नभइकन सिधै सर्लक्क आएको हिँड्दै 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 होइन पुगेर कहाँ गाह्रो हुन्छ अलिकति गफ चाहिँ हाल्यो है यसमा अलिकति गफ चाहिँ थप्नु भयो है होइन यो म त पहिलाको एकदम अप्रिसिएबल हो होइन तर हो यो के, म मान्छे आफूले यस्तो यति साह्रो हेर्ला जस्तो म सोचेको थिएन त्यही त मैले नै एक्सपेक्ट गरिरहेको थिइनँ कि भन्नु भनेको रोकेर भयो नि हिँड्नु भयो त एकचोटि हामी चाहिँ हो अल बिकज अफ यु अल्सो किनकि तपाईँ कुन केसमा हिँडिरहेको छ भने मैले त्यो हेरेर यस्तो भएर तपाईँको एप्रिसिएसन आउला चाहिँ एकछिन ल भनौँ म्याम अब आज त यसरी हिँडिदिनु भयो भोलि त्यो एउटा झोला छ नि त्यसलाई बोकेर हिँड्न सकिएला त कुन छोरा रोशन होइन सकिन्छ तर लास्टमा कति मिनट भन्ने मात्र कुरो हो क्या त्यो कति छिन अनि अर्को कुरा अनि हामी अहिले यहाँ दुधखर्कमा आयौँ होइन अनि यहाँ आइसके पछाडि चाहिँ हामी खास बस्नुपर्ने चाहिँ फरेस्ट क्याम्पमा थियो तर यहाँबाट भ्यू अलिकति राम्रो देखेको भएर यहीँ स्टे गर्ने प्लानिङ भयो अनि यहाँ आयो सबैजनाले मुखै नधुने केटाहरू नि आज मैले फेस वास ल्याए भएर सबले मुख धोए फेस वास मैले चाहिँ युज गरेको छैन म त धुने मान्छे भएँ कति चम्का छ हेर हाम्रो अनि अनि यस्तो भयो कि अनि खुट्टा धुँदाखेरि कसरी हिँड्यो अरे भुइँमाटामा खुट्टा धुँदाखेरि खुट्टा धोएर खुट्टा नै झर्ला जस्तो भएको त्यति चिसो के पानी यस्तो चिसो हातै मेरो त शून्य जस्तो भएर यस्तो निचारेको छु मुख धुवाछु यस्तो निचारेको छु मुख धुवाछु झन् दुईचोटि डबल क्लिन्ज गरेँ कि तर यहाँ ठ्याक्कै रोशन सरले के भन्नु आउनु भएको थियो म रोशन सरले के भन्नुहुन्छ भनेको केटोले यहाँ प्रश्न सो ओभरअल अहिलेसम्म चाहिँ गोइङ गुड एप्रिसिएसन गर्न आउनु भएको थियो यति आज भन्दा साथ एराउन्ड 2 वर्ष अगाडि होला हामी एनएमसीको टिम होइन टिमसँग चाहिँ सुन्दरजको हाइकिङको लागि साथमा गएको थियौँ तर नट रियली एनएमसीको टिम त्यतिखेर चाहिँ प्लान एबिसीको बनाएको थियो खासमा एबिसीको प्लान चाहिँ सक्सेस भएको थिएन प्री एउटा आफूलाई टेस्ट गर्ने हिसाबले सुन्दरजको ट्रेकमा चाहिँ यो मान्छेको के भन्छ यो बोइलर पन हामीले देखाएको थियौँ कि नि हो त्यतिखेर म बोइलरै थिएँ कि त्यो बोइलरको पन देखेर यति साह्रो हिँड्ला भने त यति पनि आशा गरेको थिएन मैले पनि आशा गरेको थिएन कि वान अफ द जिमकोले गर्दाखेरि फ्याक्टर हुन सक्छ यो एकदमै जिमलाई त एकदमै क्रेडिट त जान्छ नै जान्छ होइन अनि त्यो बाहेक अरू धेरै पनि फ्याक्टरहरू छ जसलाई क्रेडिट जान्छ भन्दैन हाम्रो पनि यसो सपोर्ट गर्दैन न टिम भने त उसले ऊ हिँडिरहेको छ अब उसको क्राइटेरिया मलाई थाहा छ ज्वरो आउनु लाग्छ बिचरा
त्यस्तो होइन नि उसो अरू होइन यस्तो मान्छेको चाहना हेर्दा जाने चाहनाको चाहिँ यस्तो अब के भन्ने आफूको एकदम के भन्छ मोटिभेसन छ नि सी इज द बेस्ट मोटिभेसन क्या नि वन्स यस्तो जुन कमेन्ट पनि गरेँ त म जान्छु भनेर कस्तो कुरा हुन त मेरो अलिक जस्तो यो चाहिँ हिजो बेलुकादेखि नै पुरा एक्सचेन्ज भन्नुहोस् न यति गाह्रो हुँदै गर्दा पनि जस्तो यहाँसम्म अझ हामीभन्दा अगाडि हिँडेर यो टिमलाई नै फुल्ली मोटिभेट गर्ने मान्छे भनेको यतिका नै हो That's a big clap for हाम्रो बिल्ला नानी पनि त्यस्तै छ क्या